नमस्ते, जय नेपाल। म राजु मास्के, नेपाली कांग्रेसको केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभाग सदस्य। हिन्दू धर्मावलम्बीहरूको महान पर्व दशैंको शुभकामना दिन तपाईहरु सामु भिडियो मार्फत उपस्थित भएको छु। आदरणीय जनसमुदायहरू, समुन्नत लोकतन्त्र र सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनबाट शहादत प्राप्त गर्नुहुने वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदनाको साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्र विषम परिस्थितिमा छ। देशमा आर्थिक विकास, शान्ति स्थिरता कायम गर्नुको साथै समृद्धि र सुशासन सहितको भ्रष्टाचार मुक्तको संकल्प गर्दै हिन्दूहरूको महान पर्व विजयादशमी नेपाल सम्वत 1146, दीपावली, छठ पर्व, सुक्रात पर्व लगायत पर्वहरूको उपलक्ष्यमा देश विदेशमा बसोबास गर्नुहुने आदरणीय दाजुभाइ, दिदीबहिनी, आमा बुवा, इष्टमित्र र जनसमुदाय लगायतमा सुस्वास्थ्य, दीर्घायुको र समृद्धिको हार्दिक मङ्गलमयको शुभकामना व्यक्त गर्दछु। साथै वर्तमान अवस्थामा धमिलो पानीमा माछा मार्ने प्रतिगामी परिस्थिति र षड्यन्त्र विरुद्ध सचेत रहन र एक ढिक्का भएर अघि बढ्नको लागि सबैमा प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।